खाएको म खाएकोले भुँडी नै गुलियो भइरहेछ है। गुहरू पनि गुलियो भइरहेको होला भुँडीको। मलाई पुग्ने टिपे मलाई भयो। यति भएपछि त पुगिहाल्छ। के गर्नु अब मिठो हुन्छ नटिपी पनि। आरिस लाग्छ छोडेर जानु मन लाग्दैन मिठो कुराहरू। यहाँनिरबाट भिडियो गर्ने भए मैले चाहिँ यतातिर हात पनि काटोमा सल्लाह। सुरुवाल नखुम्चाउनु पर्ने रहेछ। सुरुवाल घुम्चायो भने सबै टेकिने रहेछ। सुरुवाल नखुम्चाउनु पर्ने रहेछ। सुरुवाल घुम्चायो भने सबै टेकिने रहेछ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। के छालको बर सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र तपाईँहरूलाई आज पनि मैले एउटा सानो स्पेसल थोरै भिडियो लिएर आइसकेको छु। र तपाईँहरूले थाहा पाइसक्नु भइसकेको छ हाम्रो यता टाइटलहरू हेरेर आज हाम्रो के काम भयो भनेर। र त्यही हो, त्यही भन्दै हाम्रो आजको भिडियो स्टार्ट भइसकेको छ। र म चाहिँ बिरामी थिएँ क्या। अनि बिरामी भएकोले काहीँ केही उयो गर्नै पाएको थिएन। अनि आज चाहिँ तपाईँहरूको लागि मैले सानो भिडियो लिएर आएको छु। जस्ट तपाईँहरूले चिल पाराले हेर्नु होला। र आज चाहिँ के काम छ भने थोरै जस्ट भिडियोको लागि बनाउन आँटेको, किनभने भक्कु भइसकेको थियो भिडियो नबनाएको। अनि आज चाहिँ जस्ट हाम्रो पहिला त्यो गन्नेका जुस खाएको ठाउँमा जाँदैछौँ। अहिले चाहिँ हाम्रो आलीसाली के काट्नलाई मैले चाहिँ 0.5बाट बनाइरहेको छु यो भिडियो चाहिँ। ब्याकग्राउन्डहरू अलिक ब्लर आउन सक्छ है, त्यही हो। अनि 0.5बाट बनाइरहेको छु किनभने यस्तो गर्दा चाहिँ अलिक लामो आउँदो रहेछ क्या। पुरै अलिक ब्याकग्राउन्डहरू फुल आउँदो रहेछ। अनि कस्तो तरिकाले भिडियो बनाइरहेको छु त्यो पनि फुल आउँदो रहेछ। त्यही भएर मैले 0.5बाट बनाएको छु। र त्यही हो, बेला बेलामा अर्कोबाट पनि आउँछ किनभने अलिक अब पछाडिको सिनहरू अलिक राम्रो देख्नु पऱ्यो नि त। 0.5बाट चाहिँ खासै नआउँदो रहेछ क्या ब्याकग्राउन्डहरू चाहिँ। त्यही हो, त्यही भन्दै अब हाम्रो आजको हाम्रो उयो स्टार्ट भइसकेको छ। ल त अब आली काट्नुपर्ने छ। खासमा चाहिँ आली काट्न आएको हो है। त्यही हो, लामपाडा भन्ने ठाउँ हो। अनि आज त हल्का ढिलो भइहाल्नु। र म तपाईँहरूलाई देखाउन आँटेको छु हाम्रो यहाँबाट देखिने दृश्य फ्रम चेवा। त्यो बस थियो अहिले कहाँ पुग्यो? पारी गाडी तर्दैछ। त्यही अब एकैचोटि काममा थालिसकेपछि गरेर दिन्छ भिडियो सिडियो पनि। भिडियो अडाउनको लागि हाम्रो सामान छैन, तर पनि म यसो दिलतिर अड्काएर बनाउँछु। त्यही हो, हामी आइसकेका छौँ हाम्रो काम गर्ने ठाउँमा है। अनि म चाहिँ उँधो तलतिरको लानेको, यतातिरको सोतिर छ। अनि म चाहिँ उँधो सुइँ गइदिइहालेँ। अहिले यहाँ यतैतिर गर्नुपर्ने होला सायद। यता नि आउनुपर्छ। हाम्रो टोलीहरू सबजना फिटिसकेको छन् र हामी पनि गर्नुपर्ने हुन्छ। र हाम्रो भिडियो वगेरा चाहिँ हामी यो चप्पलमा राखेर गर्नुपर्ने हुन्छ। यतैतिर यो सोतिर छ। त्यही हो, हाम्रो टोलीहरू यतातिर छन्। मोबाइल चेप्टाउनको लागि त अब मेरो चप्पल त म फुकाल्दिनँ, एउटा चप्पल खोज्नु पर्यो। यहाँनिरबाट भिडियो गर्ने भए मैले चाहिँ यतातिर हात पनि काटोमा सल्लाह। सुरुवाल नखुम्चाउनु पर्ने रहेछ। सुरुवाल घुम्चायो भने सबै टेकिने रहेछ।
सुरुवाल नखुम्चाउनु पर्ने र सुरुवाल घुम्चायो भने सबै देखिने You gotta be honest with yourself. If it's a vibe, it's a vibe. मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन सबको सुन्ने मेरो टाइम छैन डुबिरहे सधैँ राइममै म जिन्दगीले मलाई बाई भन्छ तर जिन्दगीसँगै राइडमै म केटाहरू जहिले साइडमै छ जहिले पनि हुन्छु ग्राइन्डमै म एक दुई पफ तान्यो हाई भइन्छ होइन गफ तेरो दाइ सही छ होइन गफ तेरो दाइ सही छ बोल्छन् मात्र बेसी गरे खै त बिस नागिसक्यो सक्यो बैस टोलमा सोध मेरो नामको हैछ मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन 1 2 3 bitch I only fuck with G सारी राजु गीत सबै सर्टिफाइडले जी पहिला थिन यस्तो सिन मेरो घर मेरो स्ट्रिट खाली गोजे खाली रेस त्यही देखिराख्थे ड्रिम्स मलाई चाहिन्छ मात्र पिस मलाई एक्लै छोड्यो प्लिज सब साथी छैन बी दाजु भाइमा केको रिस मिहिनेत गरे मिल्छ क्रिट खाली जान्न तिम्रो सिट आज होला गाह्रो दिन तर भोलि हुन्छ ठीक भोलि हुन्छ ठीक भोलि हुन्छ ठीक भन्दै बितिरहेको छ आज भोलि दिन हाँसिरहेको छु मनमा के नै छ र पिर भन्नु पर्दा मात्र देखिन्छु खुसी मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन मलाई केही पनि चाहिँदैन चाहेर नि सबै पाइँदैन कोहीले यो भन्छ कोहीले त्यो भन्छ सबको सुन्ने मेरो टाइम छैन मलाई केही पनि चाहिँदैन अब चाहिँ खाजा खाने टाइम भयो अनि यसो खाजा खानलाई यसो घरतिर जान लागेको हाम्रो रिगाटो चलेर यो मुला घामले रिगाटो चलेर स्याक भयो आउँदैछन् 0.5 नै हो म त गलेर रिगाटो चलेर मर्ने होला त अझै छ यतातिर अब यता आएपछि अब यहाँनिर छ अनारको बोट अब अनारको बोट दिएपछि अब नखाने त कुरै हुँदैन तर अब यस्तो हेर्दाखेरि अलिक कुहिएको छ कि जस्तो चाहिँ लाग्दैछ कुहिएको रहेछ यो मासल्ला त काँडा जस्तो हुन्छ कि यो काँडा त्यहाँ चाहिँ अलिक उयो रहेछ भनेको मासल्ला खोइ हो अलिक किरा नपरेको टिपौँ भनेको भेट्दैन खोइ एकपल्ट यो भयो नि यस्तो टिपिदिउँ किरा परेको रहेछ
किरा परेको रहेछ मिठै छ तर अलिक किरा परेको रहेछ क्या मिठै त छ होला नि गोजीमा हाल्नु र 2-4 वटा होइन अब यताबाट गाडीबाट जानुपर्ने हुन्छ अब वरिपरि नै छ किरा खाऊँ यो चाहिँ राम्रो रहेछ है हजुर अलिक राम्रो रहेछ यो भक्कु छ जान्छु भेटेपछि त 2-4 वटै त टिप्नुपर्छ त होइन छोडेर त कामै छैन अब आइन्छ कि आइँदैन त्यही भएर अब बिस्तारो खाँदै जानुपर्ने हुन्छ भिडियो चाहिँ यतैतिर व्यवस्था गर्नुपर्ने हुन्छ खानु पर्यो नि त होइन जति ढिलो गएको नि बिरको लगाएर परिपक्व बनाएकै हुँदैन ढिलो काट्दा ढिलो काट्दाखेरि त्यही नि आफूले लागि नै भक्ति भनेर साह्रो भेट्नु अहिले खानासाना खाइसक्यो खाजा साजा अनि खाजा साजा खाइसकेर अब अघिको यो अब खानु पर्यो नि त खानु पर्यो जसरी भयो भने यहाँ राखेर यसलाई खानुपर्ने हुन्छ हामीले बब्बाल मिठो छ मिठो अझै छ न त थियो है यति छ अझै छ न त थियो कि
यतिले नै अगाए अगाए अनि यहाँको मै खाएको अमिलो न अमिलो है यो चाहिँ बब्बाल छ यहाँ बब्बाल थियो त्यही हो खाजा साजा पनि अब के भन्नु अल्छी लाग्दो थियो चाम्रे साम्रे अनि केही छैन यसले चाहिँ टोक्छ कि जस्तो लागिरहेको मलाई खाजा खाएर अनि फेरि पनि हाम्रो स्टार्ट भएर पनि सकिसक्यो हाम्रो टाइम नै सकिसक्यो क्या अब त कति गरियो त माथि दिएको सकेर यत्रो आइसक्यो भक्क कति आइसक्यो हामी भक्क आइसक्यो होइन ओके थुप्रो ठिक छ ओके ठिक छ के हो भन्नु न ल ठिक अब चाहिँ सक्यो हाम्रो खाजासाजा खाएर आएर पनि हामीले सकिसक्यौँ ए सक्यौ माथि है अनि अब चाहिँ हामी यहाँनिर छौँ यो के भन्नु हुँदै थियो यसलाई दारिम अरे तपाईँले दारिम भन्नुभएको यसलाई अनार अनार भन्नु न के को दारिम भनेको कि हिन्दीमा त्यस्तो भन्छ हो हिन्दीमा दारिम भन्छ हो हेर न कति छिटो गएको ठिक छ भनेर होला कति करा आउँदो रहेछ यहाँको म त ठुलो रहेछ काँडा पसिहाल्यो नि हामीले चोरेको हो कहाँ टुप्पामा हेर्छ हो अब कुरा हाँगै तानिदिनु पर्यो भनेको हाँगा तानिदिन्छु मलाई पुग्ने टिपे मलाई भयो यति भएपछि त पुगिहाल्छ लाउ सीता दिलाइदियो कहाँ सीता दिदीलाई दिन्छ के गर्नु अब मिठो हुन्छ नटिपी पनि आरिस लाग्छ छोडेर जानु मन लाग्दैन मिठो कुराहरू होइन भाउजू फेरि बिजो फेरि काँडा बिजो के गर्दैछ कति छिटो छिटो खाएको बिस्तारो खानु न बिस्तारो केटाकेटी जस्तो छिटो छिटो पो खान्छ न निकाल्नु त्यही त हो पागल हो चाका मौरीको चाका
सबैको खायो कति बोतल लाग्यो सानो प्लेट भाउँथ्यो नि यत्रो के बिगारेको मैले धुन्यौ यहाँ गलेको बेला त्यस्तै हो लाके हो दुईटा कपडामा अब बट्टामा जम्बोमा हाल्दा थियो होला भन्ने दुई जम्बो भन्दा होला मुखतिर टोक्दैन जिम्दै जस्तो टोक्छ मौरीले छानेर बच्चा हो त्यो बच्चा खाना मनलाई राख्नु कति राख्नु लान आएको यो बुढीले फेरि जान लाग्यो के भएको अनि तिमी मात्रै लान आएछ त्यो खानु नि भक्नी आउनु कुकुर भएको कसलाई मनपर्छ कोपिलालाई मनपर्छ पकाइसक्यौ न छ त मुनिको बच्चाको एउटा पाउँछ दिएर कमिला त के पानीको बोलमा टक्क लाएर एउटा माल लिएर हिँड्यो चल्यो घरतिर अनि म खाएकोले भुँडी नै गुलियो भइरहेछ है गुहरू पनि गुलियो भइरहेको होला भुँडीको अनि टोलिएर अगाडि यहाँ पनि रहेछ त मम्मी यो टिप्दिउँ राम्रो छ त कुखुराहरू बोक्नु सक्यो नि लान्थे कुन चाहिँ टोइलेट पनि नग्दा हुन्छ घर चाहिँ बरु बोक्नु सक्नु घरै बोकेर लग्दा चाहिँ बरु राम्रो हुन्छ मौरी भागमा पनि लाने आजको काम सक्यो है हाम्रो ल गाडी बाइक सबै कुरा छ अब त हजुर त्यो परको अनि अब पनि नकुदाएर कहिले कुदाउनु के गाह्रो छ तपाईँलाई के गाह्रो भयो इस अनार लगेको छ अहिले भएर खानुपर्छ के गाह्रो भयो अरू त भिडियो त खासै गतिलो भएन तर त्यही हो थोरै बनाइयो त्यही हो नराम्रो भयो अनि यो चाहिँ स्पेसल यो चाहिँ लगेर गाडी राख्ने जागो भने यसलाई यसो पछि कटिङ गर्ने जागेन भने गाँड गुलेती हालिदिने त्यही हो र आजको भिडियो पनि के कस्तो भयो र यसलाई चाहिँ चिन्नु भएन भने चाहिँ रुद्राक्षी हो त्यही हो थ्याङ्क्स फर वाचिङ